505 रुपियाँ आयो अब ढोग्न पर्यो। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। सो गाइज, सबैजनालाई आज दसैँको महान चाडमा वडा दसैँको सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना। अनि मेरा दिदी भाइ बहिनी साथी अङ्कल आन्टी विदेशमा भएका अङ्कल आन्टीहरूलाई पनि दसैँको धेरै नै शुभकामना छ। आज चाहिँ अब दसैँ भइहाल्यो, आज टिकाको दिन। अब एकछिनपछि 11 बजेको साइज छ, 11 बजेर 50मा साइज छ। हामी त्यही गएर टिका लाउँछौँ। त्यतिखेर म तपाईँहरूलाई देखाउँछु टिका लगाएको। आज के हुन्छ हेर्नु र लाइक सेयर सब्सक्राइब गरिदिनु ला। धन्यवाद साथीहरू। अहिले चाहिँ म चाहिँ रेडी भएँ। मेरो आजको फर्मल यो मेरो दसैँको होइन, टक्क लाएर हेन्सी बस्छु म। यो चाहिँ नेपालको जर्सी, कस्तो नेपालको जर्सी नि छ। सुमित लेखेको, पछाडि सुमित साथ लेखेको होइन। अब चाहिँ आज सबैजनालाई दसैँको हार्दिक मङ्गलमय शुभकामना। अब देश विदेशमा भएको कसैलाई दसैँमा टिका लगाउनु हुन्न होला होइन, तर सबैको घरमा खुसी आओस्, खुसीसँग जाओस् भन्न चाहन्छु। ह्याप्पी दसैँ। अहिले चाहिँ हामी मामा घर टिका लगाउनु जानु लाग्यो। अबको 10 मिनटमा टिका छ। अब म टिका लाएर तपाईँलाई भेटाउँछु। साथीहरू अहिले चाहिँ हामीले टिका लगायौँ। अब चाहिँ खाना खान्छौँ। अहिले चाहिँ साथीहरू हामी खाना खायौँ। अब चाहिँ हामी उता चाहिँ हाम्रो कान्छो बुवाहरूकोमा टिका लगाउन जान्छौँ। त्यतिर म होइन। ल तर नि ह्याप्पी दसैँ। अहिले चाहिँ हामी बाटोमा छौँ गाइस, बाटोमा छौँ। कान्छो बुवाहरूकोमा टिका लगाउँदै जानु लाग्छौँ। भालुवाङ बजार यस्तो सुनसान कहिले देखेन, तर यो यस्तै दसैँ तिहारमा हुने हो कि। तिहारमा पनि अब तिहारमा पनि भैलो खेल्छन् गर, त्यो माथि केही हुन्न। दसैँमा चाहिँ हुन्छ सुनसान, गाडीहरू चल्छन्। हामी चाहिँ टिका लाएर आयौँ। अहिले टिका लाएर आयौँ। अब चाहिँ मामा एकछिन जान्छौँ, त्यहाँबाट हामी फेरि कता जान्छौँ। यहाँ हेर्नु पैसा पायो भनेर। अनि आमा घर जान लाग्नु भएको छ। बाई मामा अनि यहीको भाइ। हेलो बाई। चप्पल बोकेर सानी आमा जान लाग्नु। फलनाका नातिनी नाति, फलनाका छोरा छोरी भनी सबैले चिनुन्, मेरो पनि नाम आओस्। 505 रुपियाँ आयो अब ढोग्न पर्यो। ए बा यसले हामीले खुट्टामा हुन्न मान्दैनौँ। ए यस्तो भेट